यो आमा छोराको कथा भन्दा नि भयो, कहानी भन्दा नि भयो, या मनको गुनासो पोखेको भन्दा नि भयो। छोराछोरी सानो हुन्छली आमाले स्याहार सुसार हगाउनु मुताउनु आमाकै छाडीमा, आमाकै बोलोसमा, आमाकै जिम्मा मुत्नु आफ्नो नानीले गर्छ, जसको गर्छ, हामीले पनि गऱ्यौँ। तर त्यसो गरेर हुर्काएको छोराछोरीले ठुलो भएपछि, आमा बुढी भएपछि आमाले साह्रै गर्नु गरी आमाको ऋण तिरेर म अलग्गै भएर बस्छु भन्ने सोच छोराले राख्यो। छोराको अब पैसा घमण्ड भयो, ठुलो भयो, आमा अब अलिक बुढी भए, घिनलाग्दी भए, आमालाई अब आमा दिन पन्चिनु खोजेको। आमालाई ला तिम्रो कति छ ऋण, म सबै तिरिदिन्छु र म अलग भएर बस्छु। ल ठिकै छ, अहिले पैसा तिर्नु केही पर्दैन, आज मेरो कोठामा सुत, आमाले भन्यो। भनेपछि ठिकै छ नि त, आज एक रात त हो, आज आमासँग आमाको कोठामा सुत्छु, भोलिदेखि म अलग बस्छु, शान्ति हुन्छ। ल ठिकै छ। अन्त आमा सुतेपछि छोरा पनि आयो। ल छोरा पनि ढल्क्यो। निन्द्राले जमदल चापेपछि चाहिँ छोरा पानी भनेर आमाले जुरुक्क उठेर आमाले छोराले लगेर पानी दियो। होला पानी दिइसकेपछि आमाले आधी पानी खाएर आधी पानी छोराको ओछ्यानमा घप्टाइदिनु। ठिकै छ। आमा के गर्नुभयो, सबै मेरो ओछ्यान गिलो भिजाइदिनु भयो भनेर। ठिकै छ, आँखा देखिन, गल्तीमा भयो, ठिकै छ, त्यो पनि भयो। त्यहाँबाट फेरि छोरा अब सुत्यो अलिक ओभनपट्टि गएर। सुतेपछि फेरि निन्द्रा आँटेपछि फेरि छोरा पानी, अघि भर्खर खाएको पानी, कति खाइरहेको पानी, गर्मी छ, तिखो लागिरहेको, के हो नानी ल्याइदियो नि त, गएर ल्याइदिएपछि त्यो पनि त्यसरी नै आधी खाएर आधी छोराको ओछ्यानमै घोप्टाइदियो। अनि कति घोप्टाउनु सकेको पानी, अनि म कहाँ सुत्नु भनेर। अनि आमाले भनेको छोरा मैले त सबै पानी गुतारेको ओछ्यानमा घोप्टाइदिएको छु, त्यही जान्दैन होइन, अन्जानमा घोप्टिएको। तैँले त जान नै गर्थिस् त, तैँले मेरो जिउमा मुतिदिन्थिस्, हगिदिन्थिस्, मैले सोहोर्थेँ, त्यही चिसो लुगामा सुत्थेँ र पनि त बिहान हुँदा छातीमा राखेर छसाएर राखेर बराबरी आँगनमा घुम्थेँ। अनि तैँले त्यो त बिर्सिस् त छोरा, त्यो चाहिँ याद भयो नि तँलाई। एक दिन तैँले आमाको ऋण तिर्नु सक्छस्, 7 जन्म 7 दिनसम्म तैँले तिर्नु सक्दैछ आमाको ऋण, बुझिस्। तैँले एकछिन दुईपल्ट ल्याएर पानी ल्याएकोमा तँलाई यत्रो रिस उठ्यो, मैले तँलाई यत्रो सानो हुन्जेलदेखिको यत्रो ठुलो हुन्जेलसम्म कति स्याहार सुसार गरेँ होला, कति तैँले बिगार गरिस् होला, कति सहाय होला मैले, त्यो कुरा देखिस् तैँले भने छोराको बोल्ती बन्द। त्यहाँबाट जब त्यही छोरा बाउ या त्यही छोरी आमा बनिन्छ नि, त्यहाँबाट चाहिँ त्यो कुरो थाहा हुन्छ छोराछोरीलाई कति उयो गर्नुपर्दो रहेछ र आमाले कति माया गर्छ भन्ने कुरो त्यहाँबाट महसुस हुन्छ है। हुन त मैले भनेको कुरा कतिवटा कुरा सायद सबैले बुझ्नु भयो कि भएन त्यो थाहा भएन, तर पनि ध्यान दिएर एकपल्ट सुनेर चाहिँ जवाब दिनु होला है।